अब त हुँदा हुँदा तिमीले पनि बियर पिउनु थालेछौ है। नसा पिएर दशा बोलाउँदैछु आशा। तिमीलाई त के दशा लागिरहेछ, मलाई दशा लागिरहेछ। उता बुढो सधैँ रक्सी पिउनुहुन्छ, यता तिम्रो अवस्था यस्तो छ। म त दुधारमा छु, तातो दुध मिल्नु के हो गर्नु। आफ्नो पीडा सबैलाई भयानक लाग्छ। पीडाको आगोले म कति पोलिएको छु भन्ने कुरो मलाई मात्र थाहा छ आशा। तिमी त भाग्यमानी छौ, माया गर्ने बुढो दरबार जस्तो घर पाएकी छौ। यो भन्दा बेसी एउटा नारीलाई अरू के चाहियो? धन सम्पत्ति नै सबैभन्दा ठुलो कुरा होइन शुभम। सम्पत्तिले सबै थोक किन्न सकिन्छ, तर मिठो निन्द्रा र मिठो सपना किन्न सकिँदैन। यो कुरा त तिमीले पनि थाहा छ। पैसावालाहरूले सबैले यस्तो कुरा गर्छन्। सम्पत्ति त्यस्तोको लागि आवश्यकता पर्छ कि 1 किलो चामल किन्न पनि धेरै सोच्नुपर्छ। भयो, जब त्यो सम्पत्तिको कुरा छोड। तर तिमी चाहिँ यसरी किन बिग्रेको भन त? जिन्दगी नसाले होइन, पैसाले चल्छ। यत्तिकै बसेर के काम? राम्रो जब गर अनि बिहे गरेर बस। जिन्दगी सुखमय बन। तिमीलाई छोडेर म कसरी बिहे गर्न सक्छु र भन त? मेरो यादमा रुएर आफ्नो जिन्दगी बर्बाद नगर्न। त्यही माथि पनि म अर्काको बुढी, हाम्रो मिलन सम्भव छैन। तिम्रो स्थान कसैले पनि लिन सक्दैन आशा। तिमी मलाई माया गर या घृणा गर, म तिमीलाई माया गरिरहन्छु। नपाउने चिजको लागि किन मरिहत्या गर्छौ तिमी? तिम्रो कारणले मेरो घरबारै बिग्रिसक्यो। तिम्रो त घरबार मात्र बिग्रियो, त्यो त बनाउन सकिन्छ, तर मेरो जिन्दगी नै बिग्रियो आशा।